आर्थिक क्राइसिसको यहाँले सामना गर्नुभयो, हामीले गर्यौँ। त्यसको हिस्ट्री कतिले बुझ्नु भएको छ? अमेरिकाबाट सुरु भयो। अमेरिकामा 3वटा कारणले त्यो क्राइसिस सुरु भयो। ब्याङ्कहरू ढले, कतिपयले भन्ने गर्नु भएको छ। त्यसको जम्मा 3टा कारण। 3टा कारण भनेको एउटा बन्डेल ऋण लगानी, बन्डेल भाषै बन्डेल, बुझ्नुहुन्छ यति भन्दाखेरि हो। दोस्रो, यो भित्तो मूल्याङ्कन सुपरिभेन्सनमा कर्जा लगानी गर्दाखेरिको जुन मूल्याङ्कनको विधिमा ओभर भ्यालुएसन होइन। दोस्रो र तेस्रो, चित्त जब टिप्नुपर्छ, यो हिस्टोरिकल कुरा करिब नेपालको सन्दर्भमा मेल खान्छ। र तेस्रो कुरा, यति धेरै अगाडि बढ्दा यी 2टा घटना घटिसक्दा पनि राज्य यसलाई थाहा पाउँदैन, मौन होइन। भनेको सुपरिभेन्सनमा राज्य चुक्यो। यो 3टा कारणले डिजास्टर भयो। अमेरिकामा डिजास्टर भयो, त्यसपछि संसारभरि हामीले सामना गर्यौँ होइन त। अहिले नेपालमा ठ्याक्कै त्यस्तै अवस्था हामीले भोग्दैछौँ। त्यसो भएको हुनाले यो धेरै महत्त्वपूर्ण विषयमा यहाँहरू आज छलफल गर्दै हुनुहुन्छ। नेपालको यो बिचमा 2-4 वर्ष कोभिडको महामारीपछि स्वाभाविक वित्तीय असन्तुलन